ओके, आज गुगल ट्रान्सलेटको बारेमा आफूले जानेको कुरा म यो भिडियो मार्फत देखाउन चाहन्छु। सबभन्दा पहिले यो गुगल ट्रान्सलेटले चाहिँ भाषा ट्रान्सलेट गर्ने काम गर्छ। ट्रान्सलेट डाउनलोड गर्नको लागि प्ले स्टोरमा गएर गुगल ट्रान्सलेट भनेर सर्च गर्दाखेरि सजिलै डाउनलोड गर्न सकिन्छ। अब जस्तो तपाईले यहाँ ट्रान्सलेटको मेन पेजमा देखिसक्नुभयो। यहाँ कुन भाषाबाट ट्रान्सलेट गर्न चाहनुहुन्छ त्यो सिलेक्ट गर्नुपर्छ सबभन्दा पहिले। त्यसपछि कुन भाषामा ट्रान्सलेट गर्ने त्यो भाषालाई राइट साइडमा सिलेक्ट गरेर त्यसरी राख्न सक्नुहुन्छ। र जस्तो मैले यहाँ नेपालीबाट इङ्ग्लिसमा ट्रान्सलेट गर्न खोजेँ भने सुरुमा फर्स्ट लेफ्टतिर चाहिँ नेपाली र राइटतिर इङ्ग्लिस ल्याङ्ग्वेजलाई यसरी राख्नुपर्छ। यसलाई जुनसुकै ल्याङ्ग्वेजमा पनि ट्रान्सलेट गर्न सक्नुहुन्छ तपाईले। अरबिक, इङ्ग्लिस, नेपाली, कोरियन, जापानिज जुनसुकै ल्याङ्ग्वेज पनि ट्रान्सलेट गर्न मिल्छ। जस्तो म चाहिँ अहिले नेपालीबाट इङ्ग्लिसमा गरेर देखाउँदैछु। जस्तो मैले नेपालीमा कुनै पनि वर्ड लेखेँ भने त्यो अटोमेटिक इङ्ग्लिसमा ट्रान्सलेट हुन्छ। जस्तो म भोलि काठमाडौँ जान्छु। यहाँ हेर्न सक्नुहुन्छ अटोमेटिक ट्रान्सलेट भएको छ। आई एम गोइङ टु काठमाडौँ टुमरो भनेर देखाउँदैछ। यसरी ट्रान्सलेट गर्न सकिन्छ। अब इङ्ग्लिसबाट नेपालीमा गरेर हेरौँ। इङ्ग्लिसबाट नेपालीमा टुमरो भनेर लेखौँ है त। भोलि भनेर आयो अटोमेटिक, होइन? यसरी अब कुनै पनि वर्डहरू अलि अप्ठ्यारो वर्डहरू छ भने बुझिँदैन भने त्यसलाई यसरी ट्रान्सलेट गर्न सकिन्छ जुनसुकै भाषा। अझै एउटा गरेर हेरौँ। इङ्ग्लिसबाट कोरियन ल्याङ्ग्वेज गरौँ है त। यसरी सर्च गरेर कोरियन ल्याङ्ग्वेज ल्याउने। त्यसपछि इक्जाम्पलको लागि राइस, यसरी गर्दाखेरि अटोमेटिक ट्रान्सलेट हुन्छ। अब यसमा सबैभन्दा राम्रो मलाई लागेको भनेको यो क्यामेरा भन्ने छ नि, यो चाहिँ निकै राम्रो छ। यो चाहिँ धेरै युजफुल छ। यो चाहिँ प्राय धेरै प्रयोग गर्न सकिने खालको दिएको रहेछ। जस्तो मेरो यो कम्प्युटरमा अरबिक ल्याङ्ग्वेज छ, यसलाई हामी ट्रान्सलेट गरेर हेर्नेछौँ। अहिले कोरियन भएर कोरियनमा देखाउँदैछ। अब यसलाई इङ्ग्लिसमा चेन्ज गरौँ। सबभन्दा पहिले यसरी इङ्ग्लिसमा चेन्ज गर्ने। त्यसपछि तपाईले ट्रान्सलेट गर्न खोजेको चिजलाई यसरी क्यामेराले देखाएपछि त्यो अटोमेटिक तपाईले चाहेको भाषामा ट्रान्सलेट गर्न खोजेको भाषामा गर्न सकिन्छ। जस्तै यहाँ अब सबभन्दा पहिले ल्याङ्ग्वेज चेन्ज गरेर त्यसपछि यहाँ हेरौँ। अरबिकबाट इङ्ग्लिसमा अटोमेटिक चेन्ज भएको तपाईले देख्न सक्नुहुन्छ। यसमा चाहिँ इन्भोइस नम्बर, कस्टमर नेम भनेर देखाइसकेको छ। यसलाई ट्रान्सलेट गरिसकेको लाई तपाईले सजिलैसँग कपी गर्न पनि सक्नुहुन्छ। जस्तो यो क्यामेरामा टच गरेपछि यो एउटा फोटो खिचिन्छ। अब यसमा कुन तपाईले यसलाई कपी गर्न चाहनुहुन्छ त्यसमा थिचिराखियो भने यसरी सिलेक्ट गरेर कपी गरेर तपाईले कतै कुनै ठाउँमा पठाउँदाखेरि पेस्ट गर्न सक्नुहुन्छ। कपी पेस्ट गर्न सकिन्छ यसरी।